साथीहरू, बेलुकाको समयमा बङ्गुरको खोर सुक्खा र सफा हुन एकदमै आवश्यक छ। यदि सुक्खा र सफा भएन भने लुतो र पाखालाबाट हामी बचाउन सक्दैनौँ। लुतो र पाखालाबाट बचाउनलाई हामीले बङ्गुर खोर कस्तो तरिकाले सफा गर्नुपर्छ त भन्ने विषयमा आजको भिडियो अन्तिमसम्म हेरिदिनु होला र मन परेमा लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिन नभुलिदिनु होला। हुन्छ, आजको भिडियो सुरु गरौँ। पानी हल्का हल्का भयो नि धेरै जुन यो बस्छ नि यो बङ्गुर बेलुका गएर बस्ने ठाउँ छ नि अहिले दाना खाँदैछ हैन। बङ्गुर चाहिँ बेलुका गएर दाना खाएर भ्याएर चाहिँ जुन यता गएर बस्छ नि यो ठाउँ चाहिँ सुक्खा हुनुपर्छ क्या हैन। सामान्य तरिकाले चाहिँ एउटा झाडु हुन्छ नि, हामी झाडु भन्छौँ त्यसलाई। झाडुले चाहिँ सामान्य तरिकाले यसलाई चाहिँ त्यो त्यसको गोबरहरू हुन्छ त्यो गोबरलाई चाहिँ झाडुले बराल्ने, तर चाहिँ पानीले चाहिँ बेलुकाको समयमा सफा नगर्ने। किन भन्नुहुन्छ भने बस्ने ठाउँमा चाहिँ पानी हाल्यौँ बेलुकाको समय भने भुइँ कचिलो हुन्छ र यो पनि बङ्गुरले चिसो मान्छ र यसलाई चाहिँ छालामा चाहिँ लुतो लाग्न जान्छ। यसै कारण हामी चाहिँ यो रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु चाहिँ बेटर छ क्या हैन। साथीहरू, जो जति पनि बङ्गुर पालन किसानहरू हुनुहुन्छ तपाईहरुको माझमा चाहिँ यो कुरा जानकारी दिन चाहे कि बेलुकाको समयमा कहिल्यै पनि पानीमा खोरमा चाहिँ पानी हालेर सफा नगर्नुहोस् हैन। पानी हाल्नै पर्ने यस्तो अवस्था छ भने त्यसको दिशा पिसाब एक साइडतिर हुन्छ त्यो साइडमा चाहिँ हाल्नुहोस्, तर जो बङ्गुर गएर सुत्छ नि बेलुकाको समयमा त्यो ठाउँमा पानी नहाल्नुहोस्। अझ सक्नुहुन्छ भने यसको लागि चाहिँ यस्तो प्रकारको कुसम चाहिँ बिछाइदिनुहोस् क्या, किनकि तातो मान्छ यसलाई लुतो भन्ने रोगबाट पनि बचाउन सकिन्छ हैन। लुतो लाग्यो भने धेरै कमजोरी हुन्छ र हामीले दाना पानी दिएको केही अर्थ नै हुँदैन क्या, घाटा हुन्छ हामीलाई हैन। दाना बेर्थैमा दिए सारा हुन्छ। त्योहरू चाहिँ बङ्गुर मोटो बनाउने निरोगी बनाउन चाहनुहुन्छ भने दैनिक पानीको भाँडो सफा गरिदिनुहोस्। बिहान साँझ 2 टाइम दाना खाने पनि सफा गरिदिनुहोस् हैन। बिहानको टाइममा सर र खोरभरि सबै सफा गर्नुहोस्। बिहानको टाइममा मजाले पानीले जताकतै सफा गर्नुहोस्। मौसम ठिक छ, वातावरण गर्मी नै छ भने चाहिँ बङ्गुरलाई नुहाइदिनुहोस् र चिसो वातावरणमा छ भने चाहिँ बङ्गुरलाई ननुहाइदिनुहोस् हैन। नुहाइहाल्नु भने नि यसलाई घाममा छोडिदिनुहोस् हैन। घाम लाग्ने वातावरण भयो भने बल्ल नहुनुहोस् यसलाई भन्न चाहे। त्यही भएर चाहिँ साथीहरू बेलुकाको समयमा चाहिँ विशेष गरी सक्नुहुन्छ भने यस किसिमको चाहिँ सोत्तरहरू हैन, रुखको त्यो पातहरू अथवा यो सल्लीको कुसुमहरू चाहिँ तपाईहरुले बिछाइदिनुहोस् हैन। यसरी चाहिँ पानी हालेर चाहिँ सफा नगरिदिनुहोस् है। यो बस्ने ठाउँमा चाहिँ यसरी सुक्खा र आनन्दको हुनुपर्छ, किनकि चाहिँ हामीले विशेष गरी रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिने बेटर हुन्छ। यसै कारण चाहिँ हामीले यो बस्छ नि यहाँ चाहिँ सुक्खा र सफा सधैँ हुन आवश्यक छ र दाना खाने भाँडो पनि सुक्खा र सफा। सुक्खा त के हुनु, सफा चाहिँ हुन आवश्यक छ है। अनि बल्ल बङ्गुर मोटाउँछ, बङ्गुरलाई चाहिँ राम्रो, बङ्गुरको स्वास्थ्य चाहिँ राम्रो हुन्छ।